हेलो गाइज, म चाहिँ अब कम्पनीबाट आएर 15-20 मिनट रेस्ट हानेर अब जाँदैछु एक्सर्साइजको लागि। अनि 2-3 जना साथीहरू आयो भने त फुटबल नै खेल्नुपर्छ। आउँछन् होला, आउँछु त भन्दै थिएँ। सामान्य फुटबल नै खेल्नुपर्छ, एक्सर्साइज त गर्नै पर्यो। जे होस्, थोरै भयो नि रेगुलर गरिरहेको छु। केही न केही फरक त पार्छ नै होला, आश छ। तर लास्ट मैले वेट चेक गर्दा चाहिँ 73 केजी थिएँ म। आज पनि चेक गरेँ, आज चेक गर्दा 71 छु। जस मेन्टेन त भइरहेछ होला, केही न केही त हुन्छ नि, आश छ। मेरो टार्गेट भनेको चाहिँ 67 केजी हो। अब बिस्तारै गरेर 67 केजीमा झार्ने जस मेरो विचार चाहिँ छ है। हेरौँ कतिको पुग्छ पुग्दैन। म त पुगेँ है फिल्डमा, कोही पनि छैनन्। आयो भने केहीजना साथीहरू आउलान्, आफ्नो चाहिँ एक्सर्साइज चाहिँ गर्नु पर्यो। अब यस्तो राम्रो स्कुल छ है। अब स्कुल जिएस क्लोज भइसकेपछि जसलाई पनि आउन पाउँछ, जसले नि खेल्न पाउँछ है, त्यसमा समस्या छैन। यसरी बलहरू राखिदिएको हुन्छ, 1 2 3वटा बल यहाँनिर छ, एउटा अर्को पोस्टमा छ, 4वटा भयो। यसकै पछाडि बास्केटबल नि छ है, बास्केटबल नि 2वटा बास्केटबल छन्। यहाँ अलिअलि एक्सर्साइज गर्ने छ, यस्तो सुविधा छ। तर पनि मान्छेहरू चाहिँ छैनन् क्या, किनभने अलि गाउँ साइडमा चाहिँ कोरियनहरू खासै बस्दैनन् है। पुरै केटा र केटीहरू, जस यङ केटाकेटीहरू चाहिँ सहरतिरै गएका हुन्छन्, सहरतिर नै हुन्छ प्रायः। अब यहाँ आउने भनेको अलिअलि छुटफुट कोही मात्रै आउँछ, नत्र खासै त बुढापाकाहरू मात्रै आउँछ एक्सर्साइज गर्न। अनि हामी जस्तै विदेशीहरू चाहिँ आउँछौँ। खासमा मेरो प्रत्येक भिडियोहरू चाहिँ एक दिन ढिला गरी आउँछ क्या, किनभने अब भिडियो चाहिँ बनाइन्छ, अलिकति एडिट गर्न अलिकति टाइम लाग्छ है। अनि त्यसपछि रुममा गएर खाना बनाउन खानजेल चाहिँ सुत्ने टाइम भइसक्छ। टाइममा सुत्नु पर्छ है, अलि कोरियाको काम गर्न चाहिँ टाइममा सुतेन भने गाह्रो हुन्छ। त्यही भएर प्रत्येक भिडियोहरू चाहिँ मेरो एक दिन ढिला गर्ने आउँछ। सायद धेरैजनाले अलरेडी थाहा चाहिँ पाइसक्नु भएको होला। आज रेकर्ड भएको भिडियो चाहिँ अब भोलि आउँछ। ल, हाम्रो टोली चाहिँ 7 जना छौँ है त आज। 3 2 5 6 7 मलाई चाहिँ 7 जना भयो। अब मिलेर गेम खेल्नुपर्छ। ल गाइज, हाम्रो गेम पनि सिद्धियो। 3 भर्सेस 4को गेम थियो। हामी 3, भियतनामको 4 जना थियो है। जस रमाइलो भयो। ल गाइज, लाग्यो घरतिर। बाई गाइज, सी यू नेक्स्ट डे। थ्याङ्क, बाई।